हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले दिउँसोभरि के गरेँ सबै म हजुरहरूलाई देखाउँदैछु। सबैभन्दा बिहान उठेर मैले बेसार पानी खाएँ, त्यसपछि एकछिन घाम तापेँ किनकि हल्का जाडो नै छ, घाम पनि मजाको लगाइरहेको थियो। अनि एकछिन घाम तापेँ। आज चाहिँ मेरो मर्निङ थिएन, डे ड्युटी थियो, त्यही भएर बिहान उठेर घाम ताप्ने मौका पाएँ। मैले आफ्नो लागि र बाबाको लागि चिया बनाएँ। बिहान पानी खाएर चिया बनाउँदै आज चाहिँ मेरो मर्निङ पर थिएन, डे ड्युटी थियो, त्यही भएर हल्का टाइम थियो आफूलाई बिहानमा आफ्नो लागि केही कामहरू गर्ने। आज बिहानमा पनि धेरै नै काम गर्नु थियो। हिजो राति नै मैले कपडा भिजाएको थिएँ धुने भनेर, सबै गरेर मम्मीले फेरि ठुल्मामको घर जाने भन्नुभएको छ फुल टिप्न। एकछिन त्यहाँ पनि जानु छ, चियापत्ती फेरि ट्याक्क सकिहालेछ। अनि चिया खाएँ, एकछिन सोचेँ के गर्ने भनेर, आफ्नो जीवनको बारेमा, करियरको बारेमा सोचमा डुबेँ चिया खाँदै। चियाको धुनमा चिया पनि क्या मिठो भएको थियो। अनि चिया खाएर चाहिँ म ठुल्मामको घर जाने भनेर छिटो चिया खाएर म ठुल्मामको घर जानु लागेँ फुल टिप्न, किनकि हाम्रो फुपूको घरमा पूजा थियो। त्यसको लागि मम्मीले माला उनीहरू लैजाने भन्नुभएको थियो, त्यही भएर ठुल्मामको घरतिर जानु लाग्यो म फुल टिप्न। ठुल्मामको घर जाने बाटो कस्तो राम्रो देखिरहेको थियो। ठुल्मामको र हाम्रो घर नजिकै नै छ, हल्का ठुल्मामको चाहिँ हल्का माथि छ। र यो बाटोमा हिँड्दा आज बिहान काममा हिँडेँ, हल्का भिटामिन डी बढ्यो होला मेरो आज बाटोमा हिँड्दाखेरि। बिहान त्यहाँ फेरि एक्सर्साइज चलिरहेको थियो, ब्याडमिन्टन कपाल गोलको क्युट। त्यो ब्याडमिन्टनले धन्नै मेरो टाउकोमा लाग्दो थियो। त्यो कसैले अझ त्यो आन्टीले बचाउनु भयो, ट्याक्क त्यो हानिदिनु भयो। हेर यो मेरो ठुल्मामको घर, क्या दामी गार्डन गराउनु भएको छ यहाँ। ठुल्मामले त होइन, दिदीहरूले हो, त्यही पनि ठुल्मम्मीले रक्षा गरिदिनु भएको छ नि त, त्यही भएर यहाँ फुल फुलेको छ। त्यही फुल टिप्न आएको म चाहिँ। म माथि गएँ ठुल्मम्मीसँग, ठुल्मम्मी भान्सामा खाना पकाउँदै हुनुहुन्थ्यो। मैले ढोक गरेँ ठुल्मम्मीलाई, ठुल्मम्मी र म अनि गफ गरेँ, हेलो भन्न पठाएँ जबरजस्ती। ठुल्मम्मीको गाई छ नि त घरमा, त्यही भएर यहाँ यस्तो अर्ग्यानिक दुध तताउँदै हुनुहुन्थ्यो। दुध खा भन्नुभएको थियो, तर मैले खाएन किनकि भर्खरै मैले चिया खाएर आएको थिएँ। ठुल्मम्मीले प्रेसर नाप्थ्यो मेरो, भन्नुभयो प्रेसर बढिरहेछ अरे। अनि एक हप्तासम्म चाहिँ डक्टरले प्रेसर चेक गरेर बिहान बेलुकाकै लेख्नु दुइटै हातको बनाएर रहेछ। अनि त्यही भएर एकछिन यस्तो प्रेसर नाप्दिएँ मैले। छोरी गएको मौकामा नापिदिइहाल्छ एकैछिन भनेर लाग्नुभयो। ढिलो पनि 10 बजीबाट ड्युटी थियो मेरो, ढिलो पनि भइसकेको थियो। छिटो काम गरेर जानु भनेर फेरि कपडा पनि धुनु थियो। 8:30 भइसकेको थियो यहाँ जानु बेलासम्म, घर आएर कपडा धोएर गर्नु। त्यही भएर छिटो सबै काम सकाएर म फुल टिप्न गएँ। फुल टिपेँ, आफ्नो लागि पनि टिपेँ, ठुल्मम्मीको लागि पनि टिपेँ, किनकि ठुल्मम्मीलाई पनि धेरै नै काम थियो, खाना पकाउनु थियो, फेरि कता बिहेमा टपरी बुन्न जाने भन्दै हुनुहुन्थ्यो। त्यही भएर ठुल्मम्मीको लागि र आफ्नो लागि नै फुल टिपेँ मैले। मम्मीले चाहिँ माला बुन्छु भन्दै हुनुहुन्थ्यो, ठुल्मम्मीले चाहिँ त्यत्तिकै फुल मात्र चढाउने, त्यही भएर दुइटैलाई मैले मिलाएर फुल टिपेँ। अनि आफ्नो लागि फेरि फुल पनि चोरेँ मैले ठुल्मम्मीको घरबाट, यो सक्लेन्टको र यो नि यसको त नामै बिर्सेँ, के भन्छ हो यो, त्यहाँ फुल र त्यो लगेर घर जानको लागि म फेरि। अनि म घर पुगेर देखाउँदैछु मैले यहाँ लिएर आएको सामानहरू। मम्मीलाई फुल दिन गएको कि आफ्नो लागि, दुइटै काम भइहाल्यो। मेरो सक्लेन्टहरू सबै मऱ्यो क्या, कस्तो राम्रो थियो, डिसले यस्तो भइसक्यो, केही गर्न पाउँदैन घरमा म आजभोलि। व्यस्त पनि छैन, फुर्सद पनि छैन, यस्तै हो साथीहरू। यो यता कता राख्नु भर्याङमै राखिदिएँ मैले। अहिले चाहिँ म अब लगाउनु पाउँदैन, 9 बजिसकेको थियो घर आउने बेलासम्म, त्यही भएर यसलाई म पानीमा डुबाएर छोड्छु, बेलुका आएर लगाउँछु। पानी जगमा पानी हालेर राख्नु पऱ्यो फुलहरूलाई। फुल लगाउनु त एकदम मन लाग्छ, तर मेरो घरमा कस्तो घामै पर्दैन कि, अनि त्यही भएर कुनै पनि फुल नै हुन्न।
चाहिँ इन्डोरहरू मात्र हुन्छ, फुल्ने फुल पनि लगाउनु त मन लाग्छ। अब यो पानीमा हालेर राख्छु यो तिनवटालाई चाहिँ, अनि बेलुका आएर चाहिँ लगाउनु पर्ला गमलामा, गमला खाली भएको छ त्यही भएर पनि लिएर आएको। फेरि अहिले त कपडा पनि धुन छ, कति हतार हुन्छ है बिहान म डे ड्युटी भन्ने मात्र भनौँ। यहाँ फेरि अचानकमा मासु काटेर अचानो पनि पालेको रहेछ। वाट इज दिस बिहेभियर? र मैले कपडा धुन छु। अब कपडा धोएर सकेर खानासाना खाएर रेडी भइसक्यो म जानलाई। बाई बाई। अनि त्यहाँ चाहिँ ड्युटीमा पुगेर हल्का यस्तो फुर्सद भएकोलाई चाहिँ गराएको, त्यहाँ चाहिँ गराउनु दिँदैन। अनि ब्रेक टाइममा चाहिँ हामी खाजा खाँदैछौँ, मेरो बेस्टी पार्टनर ड्युटीको। चाउमिन खायौँ, मोमो खायौँ, फेरि खानालाई चाहिँ फेरि हन्थ्यो हो क्या दुईजना। त्यहाँबाट ड्युटीबाट सिधै म दिदीको इङ्गेजमेन्टमा आएँ। इङ्गेजमेन्टमा यस्तो रमाइलो भयो। हाम्रो दिदीको चाहिँ बिहा हुँदैछ 27 गते। केक खाएँ मैले, फेरि मिठो थियो। भाडा त मात्नै पऱ्यो। अब प्रकृति हामीहरू 3जना मिलेर भाडा मात्दै थियौँ। सबै राति भइसकेको थियो कि सब काम गर्दा के गर्दा बिचमा मैले केही भिडियो नै गराउनु पाएन। अब भाडा माझ्यौँ हामीले राति, यतिको बेला ठ्याक्क फुर्सद थियो नि त। एउटा हातमा पाइप समातेको थिएँ, 3जना भाडा माझ्न लागेको थियौँ।